आज हाम्रो चाहिँ सिजी भ्रमण छ है, शाश्वत धाम भ्रमण भन्छ। आउनुहोस् हेरौँ कस्तो रहेछ शाश्वत धामभित्रबाट। अब हाम्रो परिवार सहित हामी जाँदैछौँ है। हेरौँ यहाँको बाहिरको झलक निकै राम्रो छ है, हेर्दाखेरिमा त भित्रबाट के छ हेरौँ है त। सुरुवात भनेको हाम्रो होइन, बच्चा बच्चीहरूसित फोटो खिचाइबाट सुरुवात भएको छ। यस गेटको अगाडि चाहिँ फोटो खिच्ने कार्यक्रम भयो, त्यसपछि चाहिँ हामी सुरु गऱ्यौँ है त। यो चाहिँ यहाँको मुख्य गेट रहेको छ, यहाँबाट भित्र जानुपर्ने। यहाँबाट गइसकेपछि चाहिँ यहाँभित्र धेरै चिजहरू छन् भन्ने सुनेको थियो है, आज हेरेर बताइन्छ के रहेछ भनेर। मुख्य चिजहरू चाहिँ हामी यहाँ देखाउनेछौँ। जाने बित्तिकै चाहिँ सुरुमा चाहिँ यहाँ सायद मन्दिर जस्तो केही छ है। यहाँ मन्दिर रहेछ है, एउटा गणेश भगवानको मन्दिर रहेछ। यहाँ बच्चाहरूले दर्शन पनि गरे। यो दर्शन सकेपछि चाहिँ हामीहरू यहाँबाट चाहिँ अन्य चिजहरू हेर्दातिर लाग्छौँ है। यतापट्टि छेउमा चाहिँ यो गौमुखे धारा भन्दो रहेछ, तर यहाँ अहिले पानी चाहिँ आइराखेको रहेनछ, पानी बन्द रहेछ। यो हाम्रा दाजु दिदीहरू सबैजना यहीँ हुनुहुन्छ है। हामीहरू यसो हेर्दाखेरिमा भ्यू चाहिँ निकै राम्रो भ्यू देखेको थियो। यहाँ गौतम बुद्धको स्ट्याचु पनि रहेछ। यसको छेउमा चाहिँ यो शेषनागको टाउकोमा श्रीकृष्णको नृत्य भन्छन् है। यहाँ त्यो सांस्कृतिक झलक देखिने र रमणीय ठाउँ रहेछ यहाँ। यो चाहिँ मुख्य मन्दिर रहेको छ है, यहाँको मुख्य मन्दिर है। बनावट पनि निकै राम्रो छ। यो चाहिँ अब साउथ इन्डियन स्टाइलमा बनेको रहेछ। त्यसको यतापट्टि छेउमा चाहिँ वेद वाटिका है। यहाँ चारवटा वेदहरूलाई चाहिँ के छन् भनेर खास गरी प्रायोरिटी हुने गरेर चाहिँ बनाएको रहेछ यहाँ। अब यो सबै हेरिसकेपछि चाहिँ हाम्रो यहाँ चाहिँ विशेष गरी फोटो सेसन हुने ठाउँ रहेछ है। यहाँ चाहिँ अब फोटोग्राफरहरू हुने, यताउति यो मन्दिरको फोटो खिच्नको लागि चाहिँ धेरै मान्छेहरू भिड हुने ठाउँ रहेछ। घुम्नलाई चाहिँ धेरै नै ठाउँ छ है। यहाँ चाहिँ धेरै छोटो मिलाएर बनाउँदा पनि यो भिडियो अलि लामो नै बन्न गयो। आफैले घुम्यो भने चाहिँ अलिक समय नै लाग्छ। राम्रोसँग एक्सप्लोर गर्ने हो, राम्रोसँग घुम्ने हो भने चाहिँ यो 3-4 घन्टा चाहिँ राम्रोसँग हेर्न पनि लाग्ने ठाउँ रहेछ। यहाँ चाहिँ धेरै ठुलो। अब हामी घाममा हिँड्दा एकछिन रेस्ट गरेको थियौँ। यो बेलामा फेरि बच्चाहरूको कान कुन पनि सुरु भइरहेको थियो, कसैलाई के भनेर। अब हामीहरू रेस्ट चाहिएको थियो, बच्चाहरूलाई हिँड्नु परिरहेको थियो है। अनि यहाँ एकछिन बसेर हामी हिँड्यौँ। यहाँबाट चाहिँ जाँदाखेरिमा है मान्छेहरूले प्रायः कसैले हेर्छन् कसैले हेर्दैनन् है। यहाँ चाहिँ लाइब्रेरी पनि रहेछ। यो चाहिँ विशेष गरी चाहिँ बुद्ध धर्मावलम्बीहरूलाई चाहिँ मेन्सन हुने गरी बनाएको रहेछ है। यहाँ चाहिँ लाइब्रेरी अनि स्तूप पनि छ। आउनुहोस् म देखाउँछु तपाईँहरूलाई। यो स्तूपा रह्यो है। स्तूपाको छेउमा रहेको चाहिँ यो चाहिँ लाइब्रेरी हो। यहाँ चाहिँ पुरातात्विक चिजहरू चाहिँ राखिएको छ, पुराना इतिहासहरू हिस्ट्रीहरू छ है। यहाँ चाहिँ हेर्दा पनि निकै आकर्षक छ लाइब्रेरी पनि। अब यहाँबाट हिँड्दा चाहिँ प्रायः जसो यहाँ टिकटक बन्ने ठाउँ, भिडियो खिच्ने ठाउँ है। यो फुलहरूको गेटहरू चाहिँ एकदम विशेष गरी फेमस रहेको ठाउँ हो यो। कति मान्छेहरूले देख्नुभएको छ भने चाहिँ यो सबैजनालाई थाहा हुने कुरा हो, चाहिँ एकदम फेमस छ यो। अब यहाँबाट चाहिँ हामी गयौँ खाने पानी, पिउने पानीको धारा रहेछ है। पानी खाइयो अनि मन्दिरहरूको दर्शन सुरु भयो। यहाँबाट चाहिँ यो दुर्गा भवानी मन्दिर दर्शन भयो है। यहाँ चाहिँ वरपर पालो गरेर सबै मन्दिरहरू हेऱ्यो। धेरै मन्दिरहरू रहेछ।
यो चाहिँ बुढा नीलकण्ठ हो। चियर्स। हो ठुलोलाई चाहिँ कपी गरेर बनाएको। अब राम मन्दिर छ है, यहाँ चाहिँ देख्न सक्नुहुन्छ। त्यसपछि यो छ हनुमान छत्र भनेर यो छ है, हनुमानजीको मन्दिर छ यहाँ। धार्मिक हिसाबले हिँड्न पनि यहाँ राम्रै छ है, ठाउँ चाहिँ एकदम रमाइलो ठाउँ छ। र यसै नर्मली घुम्नको लागि पनि धेरै रमाइलो छ, यसो हेर्नको लागि है। कसैले धर्म मान्नु नभने पनि यहाँ चाहिँ हिँड्न चाहिँ ठिक छ, एकदम राम्रो छ है। यो चाहिँ 108 शिवलिङ्गहरू छ है यहाँ। शिवलिङ्गहरू चाहिँ 108 शिवलिङ्गहरू राखिएको छ। सायद यहाँ पूजा भव्य नै हुन्छ साउनमा। त्यसपछि यता आइसकेपछि ग्रहहरूको लागि विशेष गरी नवग्रहलाई मेन्सन गरेर राखिएको छ। यसै गरी हामी यहाँबाट चाहिँ बाहिर निक्लिने क्रममा है, यो चाहिँ समुद्र मन्थनको छ है। यो समुद्र मन्थन हुँदाखेरिमा कसरी भएको थियो भन्नेलाई त्यो चिज चाहिँ थाहा हुने गरी चाहिँ बनाइएको रहेछ। यो चाहिँ हेर्नुहोस्, यो चाहिँ हाम्रो हेर्दै जाँदाखेरि घुमेर फर्किने बेलामा अन्तिममा छ यो। यसपछि चाहिँ बाहिर निक्लिन्छ है हामी। यो भ्रमण चाहिँ हाम्रो यहीँ सकिएको छ है।